ल हाम्रो यहाँ एउटा एक्सिडेन्ट भएको डिउगा छ मिस्त्री यतापट्टि छ हाम्रो भान्जी छ यता ओए बाइक रेडी गर्नुपर्छ ल हाम्रो एक्सिडेन्ट भएको बाइक यहाँ यसरी टक्कसँगले बनिरहेछ यता यहाँ कुन बेरिङ नयाँ कुन बेरिङ फिटिङ हुँदैछ ओरिजिनल हो यो ड्युकको बजाजमा आउँदैछ प्याकिङ नयाँ टी यतापट्टि अकबरले अनबक्सिङ गर्दैछ यतातिर हाम्रो चाहिँ यत्रो सामान छ यहाँ है लगभग 40,000 जतिको सामान छ सब फेर्नुपर्ने सामानहरू हो टी देखाउँ त हाम्रो यता हो ल नयाँ टी ल नयाँ ब्याट्री हालेपछि बाइक स्टार्ट भयो है नयाँ ब्याट्री साउन्ड पनि राम्रै आइरहेको छ त है ल हाम्रो एक्सिडेन्ट भएको बाइक रेडी भएर अब स्टार्ट हुन बाँकी छ यसको फाइनल लुक्स हेर्नुपर्छ यहाँ फाइनल्ली बाइक स्टार्ट भइसक्यो हाम्रो है अब फिटफाट गरेर यसलाई हामीले टेस्ट राइड गर्छौँ है बाइक चाहिँ चिटिक्क भइसक्यो हामीले चाहिँ यसमा के काम गऱ्यौँ भन्दाखेरि यो फेर्यौँ यहाँभित्रको अन्डरबेडी फेर्यौँ ब्याट्री फेर्यौँ ट्याङ्की कभर फेर्यौँ नयाँ ट्याङ्की कभर त्यहाँ छ अनि त्यसपछि लाएर अरू हामीले ह्यान्डल टी फेर्यौँ कुन बेरिङ फेर्यौँ अब लेगार्ड बनाउनु बाइक छ अनि त्यसपछि लाएर हामीले सिट पछाडिको सिट स्क्यानहरू त्यो बनाउनु बाइक छ र अनि हामीले त्यस चिजको काम गर्नु बाइक छ लगभग 70,000 मा बाइक रेडी भएर निस्किन्छ यहाँबाट अब हाम्रो हेडलाइट हालेर र मिटरले पनि काम गरिसक्यो ओके छ है सबै काम भइसक्यो वायरिङ स्वायरिङ मिलाएर चट्टसँगले बाइक रेडी हुन लागिसक्यो अब चाहिँ हामीले यो हालेर बाइक टेस्ट राइड गर्छौँ है ल अब हाम्रो यो बाइक लगभग रेडी भयो सबै सक्यो अब यसको काम गर्नु बाँकी हामीले पछाडिको च्यासिस बनाएर त्यसको सिट बनाउन बाँकी छ लगभग बाइक चाहिँ चिचिक्क परेर रेडी भइसक्यो है त ल बाइक चाहिँ वासिङ हुँदैछ अब बाइक जाने बेला हुन लाग्यो रेडी यस्तो भयो बाइक सबै सामान नयाँ छ यसमा है